नमस्ते, म शङ्कर सिलवाल। सदा चाहिँ पुनः स्वागत छ कार्यक्रम स्वादमा। दर्शकबिन, स्वाद एउटा टोटली होम कुकरी सो हो जसमा रहनेछ डिफ्रेन्ट कुजिन, गुड फुड प्रेजेन्टेसन। नट ओन्ली द्याट, यदि तपाईँ नयाँ रेसिपिज, नौलो परिकार अनि किचनसँग रिलेटेड धेरै सारा किचन टिप जान्न र बुझ्न चाहनुहुन्छ भने त्यसको लागि तपाईँ आफ्नो टेलिभिजन स्क्रिन अगाडि सदा चाहिँ कार्यक्रम अवधिभर मसँग रहनुपर्ने हुन्छ। दर्शकबिन, कार्यक्रम स्वादमा म तपाईँलाई आज यस्तो किसिमको खाना बनाउँछु जुन खाना चाहिँ एकदमै लोकली एभाइलेबल इन्ग्रिडियन्ट्स प्रयोग गरेर बनाउँछु। म ती लोकली एभाइलेबल इन्ग्रिडियन्ट्स प्रयोग गरेर म तपाईँले सामान्य किचनबाट पनि यति मिठो खाना बनाउन सक्दो रहेछ भन्ने आइडिया यहाँसँग सेयर गर्दैछु। त्यसको लागि आज म कार्यक्रमको फर्स्ट सेगमेन्ट यानि कि न्यू रेसिपी इन इजी वे, यानि कि नयाँ रेसिपी सजिलो प्रकार, जुन सेगमेन्टमा म त्यो सामग्री बनाउँदाखेरि त्यस्तो किसिमको चाहिँ इन्ग्रिडियन्ट्स पनि प्रयोग गर्छु जुन इन्ग्रिडियन्ट्स बजारमा सजिलैसित पाइन्छ। ती सजिलैसित पाइने इन्ग्रिडियन्ट्सलाई प्रयोग गरेर म तपाईँले घरैमा बसेर पनि विभिन्न किसिमको स्वाद दिने आइडिया मैले तपाईँसँग सेयर गर्दैछु कार्यक्रम स्वाद मार्फत। दर्शकबिन, त आउनु सुरुवात गरौँ सदा चाहिँ कार्यक्रमको पहिलो सेगमेन्टबाट। सो दर्शकबिन, आजको पहिलो सेगमेन्टमा म तपाईँलाई चिकन र्याप बनाउँदैछु। एकदमै घरमा बसेर बनाउन सकिने, रोटीसँग बेरेर खाने आइटमको चिकन र्याप बनाउँदैछु म। त्यसलाई मेक्सिकनमा चिकन फागिता पनि भन्छ। सो दर्शकबिन, त्यसको लागि चाहिँ मसँग यहाँ मैदा छ। मैदालाई म एउटा रोटीको डो बनाउँछु। अब यो मैदामा पानी हालौँ थोरै, हल्का सल्ट, हल्का म रोटीको यो डो पनि अलिकति स्वादिलो टेस्टी हुनुपर्छ। त्यही भएर मैले यसलाई अलिकति मोर फ्लेभर दिनलाई हल्का अलिकति ड्राई हर्ब, यो ओरिगानो पनि हालेको छु। जसरी मैले यसमा अलिकति। अब फाइनल्ली हल्का पेपर पनि हालौँ। अब यसलाई मिक्स गरौँ। अब यसलाई म यसरी हल्का यसरी डो बनाउँछु। अब यो पिठो रेडी भइसक्यो। जसरी जुन हामीले घरमा रोटी बनाएर खान्छौँ एक्ज्याक्टली त्यही स्टाइलको हो। जुन यसमा फिलिङ चाहिँ म डिफ्रेन्ट तरिकाले गर्दैछु, मेक्सिकन स्टाइलले गर्दैछु। यो बेल्छु। यो रोटी तयार भइसकेपछि अब यसलाई म तावामा तताउँछु। दर्शकबिन, अब यो रेडी भइसक्यो। यसमा हालौँ। यो मैले अघि नै तातो बनाइसकेँ। तावा हल्का हिट, हल्का मात्र म बढाउँछु यो आगो। दर्शकबिन, एकदमै घरकै स्टाइल हो। देखिरहनु भएको छ नि, रेस्टुरेन्टको स्टाइलले मैले बनाएको छैन। मैले घरमा तपाईँ सामान्य किचनबाट पनि बनाउने आइडिया यहाँसँग सेयर गर्दैछु। टोर्टिला यानि कि मैले चिकन र्याप, यो एकदम हामीले जसरी घरमा खान्छौँ नि रोटी त्यही हो, तर मैले यसलाई चाहिँ अलिकति साइज ठुलो अनि अलिकति पातलो बनाएको छु मात्र, सिर्फ डिफ्रेन्ट त्यति मात्र हो। दर्शकबिन, आज म चिकनलाई बेस गरेर चिकन र्याप बनाउँदैछु। एकदमै यो नेपाली स्टाइलले मैले मेक्सिकन फाजिताबाट इन्सपायर भएर तपाईँलाई यो बनाएको हो। दर्शकबिन, यो चिकन र्याप मेक्सिकन फुड हो, स्पेसली यो पिरो हुन्छ अलिकति। नेपाली पनि अलिक स्पाइसी मन पराउँछ, मेक्सिकनले पनि स्पाइसीहरू धेरै युज गर्छ। दर्शकबिन, त्यहीलाई मैले ट्विस्ट गरेर अलिकति मोडिफाई गरेर नेपाली पाराले चिकन र्याप बनाउँदैछु। र त्यसको लागि मसँग यहाँ फ्री चिकन छ, चिकन हाल्छु म। अनि त्यस्तै गरेर यहाँ मसँग क्याप्सिकम छ, यसलाई हल्का धौँ। दर्शकबिन, क्याप्सिकमलाई त्यस्तै गरेर मसँग यहाँ प्याज छ। अब यो यसलाई दर्शकबिन यसरी काटौँ मजाले। अब यसलाई सबैलाई जुलियन बनाएर
लसुन छ, यो इन्ग्रेडियन्ट्सहरू हो दर्शकबिन जुन मैले अहिले देखाइरहेको छु नि। क्याप्सिकम, चिकन, अनियन, अनि त्यसै गार्लिक। सो एकदमै सिम्पल तरिकाले यी नै इन्ग्रेडियन्ट्स प्रयोग गरेर दर्शकबिन प्याज, क्याप्सिकम, लसुन, चिकन यो सबलाई मैले अहिले पकाएर यो जुन रोटी छ नि दर्शकबिन मैले बनाइराखेँ यो रोटीसँग ऱ्याप गर्छु। यो चिकन ऱ्याप हो, एकदमै सजिलो छ बनाउनलाई। जो कोहीले पनि आफ्नो सामान्य किचनबाट पनि बनाउन सक्ने चाहिँ आइडिया तपाईँहरूसँग मैले सेयर गर्छु दर्शकबिन। यो इन्ग्रेडियन्ट्सलाई म अब प्यानमा भुट्छु दर्शकबिन। त्यसको लागि मलाई प्यान छ मसँग यहाँ, ग्यास बालौँ। अब ग्यासमा बालिसकेपछि प्यानमा अलिक हल्का तेल हालौँ। सो दर्शकबिन एकदम सिम्पल छ दर्शकबिन यो। अब म सुरुमा चिकन हाल्छु दर्शकबिन यहाँ हल्का। अब यसलाई अब चाहिँ यो गार्लिक हाल्छु म। गार्लिक हाल्छु चलाउँ। त्यस्तै गरेर अब मसँग प्याज छ, प्याज हाल्छु दर्शकबिन यहाँ। त्यसै गरेर क्याप्सिकम, सो दर्शकबिन अब यसमा थोरै नुन हालौँ। हल्का पेपर हालौँ। त्यसै मसँग यहाँ अलिकति हर्ब ओरिगानो छ, हल्का ओरिगानो हालौँ। अनि त्यस्तै मसँग यहाँ हल्का हट सस छ, हल्का हट सस हालौँ। हालेर यसलाई मजाले चलाउँ। कलर पनि एकदम राम्रो देखिरहेछ यसबाट। यो दर्शकबिन यो रेडी हुन लागिसक्यो हो। यो तपाईँले आफ्नो ट्विस्टमा दर्शकबिन जुन किसिमको स्पाइसी हाले पनि हुन्छ दर्शकबिन यसमा। यो रेडी भइसक्यो दर्शकबिन। यो एकदमै रेडी भइसक्यो। तपाईँले यसमा जुन किसिमको स्पाइसी हाले पनि हुन्छ। मैले चाहिँ अहिले ओरिगानो हालेको छु यसमा। त्यस्तै गरेर अनि यो हट सस हालेको छु, सल्ट एन्ड पेपर हालेको छु, मात्र त्यति हालेको छु। त्यति हाल्दा पनि बिलिभ पनि एकदमै टेस्टी हुन्छ, एकदमै मिठो हुन्छ दर्शकबिन। यदि तपाईँ चाहनुहुन्छ भने यसमा यो क्युमिन यानि कि यो जिराको धुलो हालेर खाए पनि हुन्छ, किनकि यो नेपालीहरूले अक्सर जिराको धुलो मन पराउँछ यो स्पाइसी। सो दर्शकबिन त्यो हाले पनि हुन्छ। मैले चाहिँ अहिले एकदमै सिम्पल चिजहरू हालेर एकदमै मिठो बनाएको छु दर्शकबिन। यदि तपाईँले मैले जुन इन्ग्रेडियन्ट्स हालेँ त्यही इन्ग्रेडियन्ट्स तपाईँले घरमा बनाएर चाहिँ खानुस् हालेर, ट्रस्ट मी एकदमै मिठो हुन्छ। एकदमै धेरै स्पाइसी पनि हुँदैन, कम स्पाइसी पनि हुँदैन, एकदमै ठिक्क हुन्छ दर्शकबिन। एकदमै मिठो टेस्ट निक्लिन्छ त्यसबाट। अब रोटी छ दर्शकबिन, म यसमा रोटी अब रोटीमा फिल गर्छु दर्शकबिन। अनि यसमा म लास्टमा हल्का गोलभेडा र धनियाहरू हालेर रोल गर्छु दर्शकबिन। यसरी लेयरली म बिछाइदिन्छु यसरी। हल्का स्प्रिङ अनियन। अब यसलाई म ऱ्याप गर्ने दर्शकबिन। अब म यो ऱ्यापलाई म क्लोज गर्छु। अब यसलाई ऱ्याप गर्छु यसरी एकदम नाइस एन्ड जेन्टली, नातिकिन, किनकि फुट्ने सम्भावना हुन्छ, यहाँबाट फाटिने सम्भावना हुन्छ। यसरी
यसरी राख्नुहोस्। त्यस्तै अर्को पनि यसरी राख्छु। अब दर्शकबिन यसमा म अब तावा मैले अघि नै तताइसकेँ तावा यता यसलाई तताउनुहोस्। हल्का तेल हाल्नुहोस्। जुन यो र्यापलाई यसरी तताउनुहोस्। यो मैले चाहिँ खाँदाखेरि अलिक क्रन्ची अलिक कुरुक्क पाराको क्रन्ची बनाउनु लागिरहेको जस्तो यो यस्तो कलर जस्तो हल्का क्रन्ची एक्ज्याक्टली कलर यस्तो आउनुपर्छ जस्तो क्रन्ची यो अलिक कडा छ यो खाँदाखेरि अलिक क्रन्ची फिल हुन्छ दसैँ यो यस्तो यो रेडी भएको दसैँ यसलाई अब म प्लेटिङ गर्छु। एकदम सिम्पल देख्नु भइरहेछ नि एकदम इजी वेले मैले चाहिँ चिकन र्याप बनाएर तपाईँसँग सेयर गर्दैछु। हल्का क्यारोट काटौँ सलाद छ मसँग दसैँ फ्रेस सलाद सो दसैँ मैले यहाँ प्लेटमा सलाद पनि हालिसकेँ। यसलाई जसरी बेस्ट वे चाहिँ सलादसँग सर्भ गरे पनि हुन्छ। त्यस्तै गरी तपाईँले यसलाई चाहिँ यो चिप्स आलुको चिप्सहरूसँग खाए पनि हुन्छ। अब यसलाई चिकन र्यापलाई यसरी राखौँ। यो चिकन र्याप यसरी यो सो दर्शकबिन चिकन र्याप आजको यो चिकन र्याप पनि यहाँहरूको लागि मैले सेयर गरिसकेँ। एकदमै लोकल एभाइलेबल इन्ग्रिडियन्ट्स प्रयोग गरेर बनाएको छु। यो चिकन र्याप रोटी हो। यो रोटी जो कोहीले पनि बनाउन सकिहाल्छ घरमा जस्तो पनि त्यही जुन हामीले सामान्य रोटीलाई नै मैले युज गरेर यो चिकन र्याप बनाएको छु मेक्सिकन स्टाइलले। यो नेपाली ट्विस्ट दिएको छु जस्तो पनि यसमा तपाईँले जुन जे चिज फिल गर्दा पनि हुन्छ भित्र। यदि तपाईँ भेजिटेरियन हुनुहुन्छ भने भेजिटेरियन चाहनुहुन्छ भने खानको लागि शुद्ध भेजिटेरियन र्याप बनाएर खान सक्नुहुनेछ। त्यसको लागि तपाईँले आफ्नो चाहिँ किचनमा जे एभाइलेबल हुन्छ लोकल एभाइलेबल हुने भेजिटेबलहरूलाई चाहिँ ग्रिल गरेर यसरी प्यानमा मैले जसरी सोटे गरेको थिएँ अघि यो चिकन राखेर त्यसरी सोटे गरेर फिल गरेर यसको मजा लिन सक्नुहुनेछ। कार्यक्रम स्वादमा तपाईँहरूको लागि यो चिकन र्याप जसरी सो दर्शकबिन अब तपाईँलाई म कार्यक्रम स्वादमा दोस्रो आइटम बनाउँदैछु। जुन आइटम चाहिँ एकदमै फेमस आइटम इटालियन बेस बुझ्नुभयो दर्शकबिन। आज म पिज्जा बनाउँदैछु त्यो पनि विथआउट ओभन। तपाईँले आफ्नो किचनबाट आफ्नो घरमै बसेर पनि पिज्जा बनाउने आइडिया सिकाउँदैछु तपाईँहरूलाई म विथआउट ओभन। थाहा छ दर्शकबिन प्रत्येकको घरमा ठुलो ओभन नहुन सक्छ। नेपालीहरूको प्रत्येकको घरमा ओभन नहुन सक्छ कन्भेक्सन ओभनहरू भलै माइक्रो ओभन होला। माइक्रोवेभमा बनाएको चाहिँ पिज्जा भन्दाखेरि म स्टिम गरेर बनाउँछु। आज म विथआउट माइक्रोवेभ प्रयोग गरेर विथआउट ओभन प्रयोग गरेर म तपाईँहरूलाई आज घरैमा बसेर पनि सामान्य रूपमा पिज्जा बनाउने आइडिया तपाईँहरूसँग सेयर गर्दैछु कार्यक्रमको स्वादमा दर्शकबिन। अब त्यसको लागि चाहिन्छ मलाई पिठो थोरै। अब पिठो राखेर म हल्का डो तयार गर्छु। थोरै मात्र लिन्छु म। अब यसमा हल्का नुन हाल्छु म। इस्ट मोस्ट इम्पोर्टेन्ट कुरो हो अर्को। इस्टले चाहिँ यो पिज्जाको पिठोलाई डोलाई अलिकति फुलाउने काम गर्छ दर्शकबिन यसले यो। अनि त्यस्तै छ मसँग ओरिगानो
हल्का अनि अरू के हाल्ने म देखाइहाल्छु दर्शकबिन। यसमा थोरै इस्ट हालौँ 1.5 चम्चा। यो ओरिगानो हल्का पिठोमै हालिदिउँ, हल्का हल्का सल्ट, त्यस्तै गरेर हल्का तेल, ब्ल्याक पेपर, यो इस्टलाई चाहिँ म पानीमा त बेस्ट त के हुन्छ भने दर्शकबिन यो इस्ट चाहिँ नि मनतातो पानीमा राखेको खण्डमा यसले ओभरकाउट यसको छिटो हुन्छ। यसलाई मजाले डिजोल्भ गरेर यो यत्तिकै 10-15 मिनट राखिदिनुस्। 10-15 मिनट राखेपछि यो इस्ट चाहिँ सबै मेल्ट भएर फुलेर चाहिँ फर्म बन्छ अनि त्यो नै पछि युज गर्ने हो। अथवा यसलाई यत्तिकै हालेर हातले यसरी अथवा स्पुनले यसरी निकाल्न नि मिल्छ। यसरी एकैचोटि धेरै पानी नहाल्नुहोस्, थोरै थोरै गर्दै अड्कल्दै कति आवश्यकता पर्छ त्यति नै पानी हालेर यसलाई यसरी गरौँ, मिक्स गरौँ। हल्का अब चिनी छ मसँग यहाँ हल्का चिनी पनि हालौँ। यसमा चाहिँ मैले अन्डा हालेको छैन जसमा अन्डा नहालिकन पनि डो बनाउन सकिन्छ। एकदमै इजी छ यो डो बनाउनलाई। पिज्जा मिठो नमिठो हुने यसको डोमा पनि भर हुन्छ दर्शकबिन, भर पर्छ डो कतिको मिठो हुन्छ। फिलिङ अब यो भित्र हाल्ने यो डो माथि हाल्ने पिज्जा मा अब हाल्ने इन्ग्रिडियन्ट्सहरू तपाईँले जे हाल्दा पनि हुन्छ, आफ्नो चोइस हो। तर डो बनाउँदाखेरि डोमा प्रयोग गरिने इन्ग्रिडियन्ट्स पनि वान अफ द बेस्ट इन्ग्रिडियन्ट्स, की इन्ग्रिडियन्ट्स हो यो पिज्जा मिठो हुने या नहुनेमा दर्शकबिन। अब यसलाई करिब तपाईँले 20-25 मिनटको लागि यो डोलाई फुल्नको लागि यो जुन इस्ट हालेको छ नि दर्शकबिन, त्यो इस्ट हालेको कारण चाहिँ यो पिज्जाको यो पिठो यो डोलाई फुलाउने काम गर्छ। त्यही भएर यो फुल्नको लागि मैले यसलाई यत्तिकै यसरी म भाँडोमा अथवा यसमै यसरी राखेर एल्युमिनियम फोइलले यसरी कभर गरेर यसलाई यसरी तातो ठाउँमा अथवा रुम नर्मल टेम्परेचरमा 20-25 मिनट राखिदियो भने त्यो मजाले फुलेर आउँछ दर्शकबिन। अहिले मैले राखेको साइजभन्दा ठुलो भइसक्यो दर्शकबिन, यो फुलेर इट मिन्स यसको इस्टले काम गर्यो। अब यसलाई यो रेडी भइसक्यो। यसलाई यहाँ साइडमा राखौँ। अब यसलाई म हल्का मैले अघि नै यो प्यान गरम गरिसकेँ दर्शकबिन। अब यो प्यानमा हल्का कुक गरौँ, यो ग्यास निभाइदिउँ। अब यो चाहिँ म यसमा प्यानमा राखेर यो स्टेनलेस यो के भन्छ यो चाहिँ एल्युमिनियमको प्यान हो दर्शकबिन। यो पिज्जाको लागि एकदमै राम्रो प्यान हो यो युज गर्नुहोस्। अब म यो डोलाई चाहिँ एकदम केयरफुल तरिकाले यहाँ राख्छु यसरी। आज म तपाईँलाई चाहिँ एकदम भेजिटेरियन पिज्जा बनाउँदैछु, मार्गेरिटा पिज्जा। यो मसरुम मसँग यहाँ गोलभेडा छ, ओनियन
लाई यसरी चप गर्नुहोस्। त्यस्तै गरेर मसँग यहाँ मसरुम छ, मसरुमलाई पनि यसरी रफ स्लाइस गर्नुहोस्। यसरी एकदम सिक्रेट तरिकाले एउटा गाइड गर्दैछु तपाईँलाई मैले, एकदम मिठो बनाउने तरिका। रेस्टुरेन्टमा कसरी मिठो बनाउँछ र त्यस्तै किसिमको सिक्रेट अनि आइडिया यहाँसँग मैले सेयर गर्दैछु स्वादमा कार्यक्रममा। प्यानमा हल्का बटर, एकदम मेरो सिक्रेट टिप हो तपाईँहरूको लागि। हल्का बटर लिनुहोस्। मसरुम, अनियन, क्याप्सिकमलाई सबैलाई यसरी हालिदिनुहोस्। बटरमा हल्का तेल पनि, अब ओरिगानो हाल्नुहोस्। हल्का यो ड्राई हर्ब हो, हल्का ओरिगानो हाल्नुहोस्। यसमा हल्का पेपर हाल्नुहोस्, हल्का नुन हाल्नुहोस्, टस्ट गर्नुहोस्। यो चाहिँ जस्ट मैले यो स्टिम गर्ने भनेर यसलाई चाहिँ हल्का सोटे गरेको हो। यो काँचै स्टिम गर्दा मिठो हुँदैन। हल्का यसलाई प्यानमा यो बटर हालेर अलिकति सल्ट एन्ड पेपर, ओरिगानो हालेर हल्का टस्ट गऱ्यो भने स्मोकी फ्लेभर पनि निस्कन्छ। यसबाट फ्लेभर धेरै राम्रो निक्लिन्छ। लास्टमा हल्का सानो गरौँ। यहाँ लास्टमा हल्का एउटा मात्र क्लोभ गार्लिकको क्लोभ्स एउटा राख्नुहोस्। यो रेडी भइसक्यो। अब यहाँ मसँग अलरेडी छ डो। चिज हल्का हाल्नुहोस्। बाँकीको यो हल्का यसरी हाल्नुहोस्, राख्नु यसरी। अनि फेरि त्यसबाट माथि हल्का यसरी चिज राख्नुहोस्। एकदम इजी तरिकाले मैले तपाईँलाई पिज्जा बनाउने आइडिया सेयर गर्दैछु कार्यक्रम स्वाद मार्फत। दर्शकबिन देख्नु भएको छ नि, ओभनको जरुरी छैन, स्टिम गरेर पकाउने हो। अब यसलाई नै यो फाइनल्ली, अब यो मैले अघि नै तताइरहेको छु यहाँ, यो मोमोको स्टिम गर्ने भाँडो। यसमा तातो छ, एकदम केयरफुल तरिकाले हाल्नुपर्छ। यसलाई राखिदिन्छु यसरी, माथिबाट ढक्कन लगाइदिन्छु। 5-6 मिनटमा यो खानको लागि एकदम रेडी हुन्छ। जस्तो चेक गरौँ यो पिज्जा रेडी भएको भयो भने, मेल्ट भएको भयो भने चिज, त्यसमा यो एक्ज्याक्टली जस्तो खोजे एकदम त्यस्तै पर्फेक्ट भइसक्यो यो। अब यसलाई एकदम केयरफुल तरिकाले निकालेर यसलाई यसरी फेरि यहाँ हल्का यसरी तताउँ, किनकि आगोले के हुन्छ भने यो भित्रको यो पार्ट छ नि, यो अलिकति हार्ड बन्छ, अलिक क्रस हुन्छ, अनि खाँदाखेरि अलिक क्रन्ची, अलिकति मिठो हुन्छ। दर्शकबिन किनकि नत्र अहिले यो जुन स्टिम गरे भएर यो जुन हाम्रो पिज्जाको यो डो छ नि, त्यसमा अलिकति स्टिमले हानेर पानी जस्तो हुन्छ। अनि त्यो वाफलाई, त्यो पानी जस्तोलाई अलिकति त्यो कम गर्नको लागि मैले यसमा यसरी तताएको छु, ताकि यो पार्ट चाहिँ अलिकति कडा होस् भनेर। दर्शकबिन सो यो रेडी भइसक्यो। अब यसलाई हल्का केयरफुल तरिकाले यहाँ राखौँ। अब यसलाई पनि एकदमै केयरफुल तरिकाले यसरी राख्नुहोस्। सो दर्शकबिन घरमा बसेर इजी तरिकाले पिज्जा बनाउने आइडिया मैले तपाईहरुसँग सेयर गरिसकेँ। यहाँ पिज्जा मेरो अगाडि रेडी पनि भइसक्यो। अब यसलाई काटौँ। यो केचपसँग खाए पनि हुन्छ दर्शकबिन।
सो दर्शकबिन आज मैले कार्यक्रममा यति मिठो चिजहरू त्यो पनि लोकली एभाइलेबल इन्ग्रिडियन्ट्स त्यसमा पनि आफ्नो सामान्य किचनबाट बनाउन सक्ने आइडिया मैले यहाँहरूसँग अलरेडी सेयर गरिसकेँ। आफ्नो घरमा बनाएर खानुहोस् अनि प्रतिक्रिया मलाई मेरो इमेल एड्रेस swad.ntv@gmail.com मा पठाउनुहोस्। सो दर्शकबिन हामी कार्यक्रमको अन्तमा छौँ। अर्को हप्ता भिन्न रेसिपीको साथ भिन्न प्रस्तुतिको साथ आउने नै छौँ। त्यस्तै गरी लोकेसन प्रोभाइडको लागि न्यू रोडमा अवस्थित येलो क्याफेलाई धेरै धेरै धन्यवाद। अर्को हप्ता भिन्न प्रस्तुतिको साथ भिन्न रेसिपीको साथ हामी कार्यक्रम स्वादमा आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि शुद्ध सफा ताजा खानुहोस्, स्वस्थ रहनुहोस्।